अब हामी जाँदैछौँ टोडस्टुल चाहिँ खासमा स्टेट पार्क हो तर त्यसको स्ट्रक्चर चाहिँ हामी वहाँ गएको थियौँ नि साउथ डाकोटामा के अरे त्यो ठाउँको नाम जहिले पनि बिर्सिन्छु बा म ब्याडल्यान्ड नेसनल पार्क हो त्यो स्ट्रक्चरको छ हामी चाहिँ यो रोड हुँदै चाहिँ अब जाँदैछौँ टोडस्टुल स्टेट पार्क सिधो बाटो दामी है हामी आइपुग्न लाग्यौँ टोडस्टुल जियोलोजिकल पार्क अहिलेको बाटो चाहिँ तिम्रो अलिक उता चाहिँ त्यो ग्रासल्यान्ड मोन्ट्याना योमिङहरूको टाइपको रहेछ त्यो चाहिँ कस्तो स्टेट पार्क जस्तो छ हो ऊ ढुङ्गा हेर्नु न कस्तो राम्रो यसले देखाउँछ कि देखाउँदैन कुनै कस्तो मजाको है अगाडि गएर खिचाउला अरू त कस्तो राम्रो जनावर भेट्यौँ जनावरको नाम पनि थाहा छैन के छ हिरो हेर्नु न जुम गर्नु नमिलेको ट्याप एन्ड होल्ड डियर होइन बाबा यो के हो कस्तो राम्रो है पछाडि पनि कस्तो गोल ओ यो जनावर त्यो खै के हो यो व्हाइट कलरको कस्तो राम्रो हेरेको हेर्नु त्यसले फर्किँदै आज प्रियजङ कुमारी पेमेन्ट इन भेलप रे प्रियजङ कुमारी उसले क्याम्पिङ फी राति बस्नुलाई $15 पर नाइट है बाबा प्रियजङ कुमारी आउनु त आइयो कहाँ आइयो भनेको जस्तो यो साउथ डेकोटाको ब्याडल्यान्ड नेसनल पार्कको छोरा जस्तो छ हैन साउथ डेकोटाको ब्याडल्यान्ड चाहिँ सुमन बगाले यो चाहिँ हजुरको छोरी बगाले छोरी भन्दा पनि छोरै जस्तो छ यो हो के देखाइरहेको छ यहाँ अफ्रिका एन्ड नेब्रास्का गरिरहेछ होइन ल्यान्डस्केपिङ बियर्स भनिरहेछ The first half mile of the trail is easy and level, but the entire trail through Toadstool requires some steep walking up or down hillsides. Please stay on the trail to protect this fragile environment. खतरै कुरा छ जस्तो छ बेबी यसमा हैन ल हेर्नुस् हामीले ब्याडल्यान्ड नेसनल पार्क 3 चोटि गइसकेको थियौं यहाँ आउँदा त्यसकै छोराछोरी जस्तो देखियो फेरि लेट्स गो बेबी यो यही होला त एउटै छ त इन्ट्री पोइन्ट ट्रेलको अनि लाऊ काली हुन्छु भन्ने पिरले यस्तो छ अवस्था भइसक्यो बेबी भइसक्यो तिमी काली ल तिमी काली भइसक्यौ ल पानी बोक्ने हिँडे जस्तो भइरहेछ अवस्था राति काली त होइन राति चाहिँ भइसक्यो यस्तो छ अवस्था ल म त यसै कालो उसै कालो कालै भयो नि दिलवाले छु फेरि त्यही भएको हुनाले म चाहिँ यसले छोपेर हिँडिरहेको छु अलिअलि भने पनि नाकको टुप्पो मात्रै भने पनि अलिकति बच्छ कि भन्ने आशमा छु म मैच्याङ कालो चस्मा लाएर टिलिक्कै छ त अवस्था त घामले कतिको डरियो त एकजना भाइ थियो नि हामी एकचोटिमा जाँदा कि सुन एकजना भाइ थियो नि को भाइ रे साँच्ची रे अहिले म सम्झाउँछु एकछिन भिडियो काटेपछि भाइ थियो हल्ला याद छ हामी त्यस्तो गरेर कि बाबा भिडियो सकिसकेपछि मान्छे सबै पकाउने पनि के भन्छ भाइ चाहिँ चस्मा लगाएर यस्तो तर यो भिडियो भाइले हेऱ्यो भने भाइलाई पनि याद छ यो चाहिँ आफैलाई भनेको भनेर पखै कहाँ हो मैले अलिअलि याद आयो ठिकै छ जोस् यो भिडियो रोकिसकेपछि हामी कुरा काट्ने प्रक्रिया हाम्रो अघि बढ्छ ठिक छ हामी यो नेब्रास्काको टोडस्टुल जियोलोजिकल पार्क ओके प्लान बनाउने भयो मलाई राम्रोसँग थाहा पनि छैन होइन मात्र चाहिँ यो साउथ डेकोटाको छोरा हो भन्ने चाहिँ मलाई थाहा छ ब्याडल्यान्ड नेसनल पार्कको रमाइलै रहेछ त्यस्तो अब हाइली रिकमेन्डेड
भित्र छैन भन्न नि सक्दिनँ किन भन्दाखेरि अहिले चाहिँ घाम लागेको छ शीतलको बेलामा यहाँ हिँड्न चाहिँ रमाइलो हुन्छ अब धेरै हाइक गर्ने भने चाहिँ रमाइलो छ हाइक गर्ने भने रमाइलो ठाउँहरू पनि रहेछ शर्मिला बुझ्यो नि भित्रभित्र रमाइलो रहेछ यस्तो छ यो यस्तो छ होइन हेर त बेबी यो ढुङ्गा त कुन बेलामा रोल हुन्छ के अरे त्यत्रो ढुङ्गालाई त्यो माटोले धानिरहेछ ए यु नो वाट त्यो खसेको रहेछ त्यो अब यो पनि खस्ने चक्करमा छ यसको तल बस्न हुँदैन हेर यो एनी टाइम यो खस्छ हेर बुझ्यो नि यत्रो रक ल्याएर यस्तो माटोले मात्रै अडाइरहेछ यो त मैले माटो एक किक हाने भने त्यो ढुङ्गै खस्ने अवस्थामा रहेछ ल ओके ल हेर अब त्यो ढुङ्गा खस्न मात्रै बाँकी छ सबै ढुङ्गाहरू एट सम पोइन्ट अफ टाइम होइन यिनीहरू माटोको माथि थियो भन्नेमा म कन्फर्म छु यिनीहरू खसेको अवस्था यो पनि खसेको रहेछ हेर त बेबी यो पनि खसेको रहेछ सबै यो यो त खासमा त बाबा हो सिमेन्टै जस्तो एकदम अमेजिङ हो नि त अनि अब यो ढुङ्गा अहिले खसेको खत्रै त खस्छ बाबा छिटै नै खस्छ जस्तो लाग्छ मलाई किन एकदम ह्याप्पी छ नि त ओडे नै धाम्रो छ नि टाइपको कस्तो ड्राई हुँदो रहेछ हेर त ओहो है उता भित्र छुना कस्तो हुन्छ भन्दा आइडिया छैन पुरा यस्तो पो हुँदो रहेछ हेर्नु न के कस्तो भन्दा त्यो यस्तो हामी माटो सुकाएको जस्तो डल्लो हुँदो रहेछ सानोमा चाहिँ उता सानोमा गाउँ जाँदाखेरि होइन हामीले चाहिँ माटोको ताई बनाएर सुकाउँथ्यो कि सुकाइसकेपछि सुकेपछि यस्तै हुन्थ्यो कि यस्तै क्र्याक टाइपको हुन्थ्यो रमाइलो हुन्थ्यो लमजुङमा एकजना दाई पर्नेले सिकाउँथे होइन हामी त बिचरा कहिले काहीँ जाने मान्छे के थाहा थियो र कस्तो मजाले हेर त्यो ढुङ्गा लौटेको छ होइन त्यो जान्छ त एन्टिलाइट परेर केही देखियो जस्तो मन लाग्दैन है ओके ल म चाहिँ यहाँ गुरुदेव स्टाइलमा तपस्या गरिरहेको छु कति ज्ञान प्राप्त गर्नुभयो माता रानी गुरुमाता चाहिँ यता भइसिन्छ ज्ञान प्राप्त गर्नुभयो ज्ञान धेरै प्राप्त भइसक्यो अब पोखिनु मात्रै बाँकी छ अब यो तपस्या नै गर्ने जस्तो छ ठाउँले हेर कति मजाको शीतल हावा चलिरहेछ है यस्तो मजा आएको कति रमाइलो भएको मजाको छ ठाउँ चाहिँ ओ माइ गॉड एउटा मान्छे छैन एउटा गाडी छ त्यो पनि त मान्छे कहाँ छ उड्नु त्यो पनि त्यो रात बसेको है जस्तो चाहिँ क्याम्पिङ गरेर कता गयो होला आनन्दको के कस्तो मजा आएको ओहो बाबाहरूले के गर्नुभयो क्या ल बाबा के हल्छ त पुरा ठाउँ पनि सन्ट्यानै लिन्छ जस्तो सन्ट्यान लिइरहेको छु रे कि बाफरे कति एटिट्युड हो बाबा हजुरको एटिट्युड धेरै भएन अब यस्तो सन्ट्यानै लिने गरी छैन मै राजा जस्तो छ यहाँ टु मच एटिट्युड भएर तिमी डरेर हजुर चाहिँ हजुर डर्नु भएको छैन हजुर कति काल हुनुमा भन्यो काल कति काल हुनुमा छ यत्रो यो ब्याडल्यान्डको छोरा जस्तो ठाउँमा म सिङ्गल छु त त हो किङ भने पनि क्वीन यो जग्गै मेरो भन्दा नि फरक पर्दैन हैन त बाबा ल किङ भने नि क्वीन भने नि जे भने नि हजुर नै हो हैन त एकदमै कोही छ त यहाँ म छु नि बाबा सन्ट्यान लिइरहनु भएको छैन मेडिटेसन गर्ने जस्तो ठाउँ रहेछ अनि आउँछ नि राटल स्नेक यो ढुङ्गामा चढ्न हुन्थ्यो तर यस्तो डेलिकेट छ कि त्यहाँ तल होइन चाहदिउँ कि अब माथि चढ्छ एटिट्युड कस्तो मजा आएको कि शान्त ठाउँ ल्याएर लास्टै रमाइलो छ ओहो शर्मिलाजी माउन्ट एभरेस्ट माथि हुनुहुन्छ अहिले र म पनि
चढ्ने दुष्प्रयास गर्दैछु मान्छे बौला जस्तो पो आजकल त कस्तो मजाकै ल हेर्नुहोस् बल्ल हल्का शीतल भयो यो फ्रम द टप अफ दि वर्ल्ड यस्तो देखिँदो रहेछ Oh my God, यो विश्व यो टप अफ दि वर्ल्ड चाहिँ संसार यस्तो देखिने रहेछ And see, you were on top of the Mount Everest, Nangai Yeah. Bungai. ए तिमी त्यहीँ बस्छ तिमी चाहिँ नहो है ल ल वा कस्तो मजाको हाइकिङ ल्याएर त ओके ओके ल एलेक्जेन्डर द ग्रेटको फोटो हान त एउटा ओके हिउँ पहिरोको जोखिमपूर्ण यात्रा गरी हामी सगरमाथाबाट क्रमशः तल झर्ने प्रयासमा छौँ ल हिँड्नुहोस् हिँड्नुहोस् नारीजन कति नपुग्यो बन्द गर्नु न क्यामेरा ओके ल सुमनजी बाई टुरिस्ट टुल चाहिँ ठुलो छ है हामी चाहिँ अब त्यस्तो हाइक गर्ने इन्टेन्सनले आएको पनि होइन र गरेनौँ पनि खासै थोरै मात्रै गऱ्यौँ जुन चाहिँ पार्किङ लटबाट चाहिँ अबाउट 0.5 माइल्स पनि गरेनौँ हामीले ठिकै छ यही हो टुरिस्ट टुल रमाइलो छ अनि अहिले ठ्याक्क शीतल भइरहेको छ अघि चाहिँ अलिअलि चर्को घाम थियो एकदमै रमाइलो भएको छ अब चाहिँ हामी लाग्छौँ पनि एकछिन बस्यौँ हेऱ्यौँ अब यो चाहिँ हामी यस्तै स्ट्रक्चरमा चाहिँ गइराखेको पहिला पनि ब्याडल्यान्ड साउथ डाकोटाहरू नर्थ डाकोटाहरू सो यो भेरी फ्यामिलियरै छौँ कि हामी यस्तो खालको स्ट्रक्चरसँग चाहिँ त्यही भएर अब लाग्छौँ पनि होला ल यही नै हो सबै पल्टिन खोजेको ढुङ्गाहरू माटोमाथि यस्तै छ राम्रो चाहिँ राम्रो छ रमाइलो चाहिँ रमाइलो छ